यो डाँडा डौँडिनीतिर चाहिँ सिङ्गल चाहिँ नआइज है कडा ए म जस्तो बुङ्गो चाहिँ नआइज है तपाईँहरूले लाइक कमेन्ट सब्सक्राइब नै गर्नु यो चाहिँ खोटाङ पर्छ है लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुला आजको मेरो गन्तव्य चाहिँ भने त्यो पारीको डाँडा चढ्ने छ मैले देखेको गाई चाहिँ भेटेँ मैले यहाँ गोठु गाई रहेछ गोठु गाई मारेको छ नि हो मारेको छ गर्मीले यस्तो दामी छ यो चाहिँ यस्तो डर छ लेखमा के फिकर मान्छौ नि लैलै माया छ फोक्सोमा दिदीहरू चाहिँ यहाँको लोकलहरू अरे है तलतिर कताको लाइक कमेन्ट सब्सक्राइब नै गर्नु यो चाहिँ खोटाङ पर्छ है ठिक्क खोटाङ यस्तो छ बाख्राहरू चढ्दै रहेछ मन्दम पथमार्ग लु गइदिनुपर्छ नि त के गर्नु हजुर एक्लै छु बुङ्गो कोही छैन सरहरू चाहिँ त्यो पल्लो डाँडामा हुनुहुन्छ डाँडापट्टि म चाहिँ यस्तो हेरिदिरहेको छु ए मन्दम पथमार्गको चौतारी यस्तो छ टक्क हामी यसरी जाने केटाहरू चाहिँ माथि आइपुग्छु भनेको छ पार्कमा कति बेला आइपुग्दो रहेछ हेरौँ मैले चाहिँ बाइक यता तल लिएर आएँ स्याट लाग्दैन यसरी सुइयो यस्तो पारी लागिदिने
यस्तो छ एकदम पथ मार्ग ए भरे बनाउँछु है भिडियो लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला गाइस माया दया चाहिँ देखाइदिनु पर्यो साटान सटटटटटट पार्क 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 यो डाँडा डौँडिनीतिर चाहिँ सिङ्गल चाहिँ नआइज है कडा ए म जस्तो बुङ्गो चाहिँ नआइज है न कोही छ बुङ्गो नआइज है यहाँ कडाहरू आउँदैछ माटो आउँदो रहेछ बुङ्गोहरू एट्टरी पहिला चाहिँ यो हिँडेर जाने बाटो यता थियो त्यो बाटो चाहिँ हामी हिँडेर जान्थ्यौँ फट खुसी लाकुलाली फुटेर आइदेऊ न सुटको गुन्यो फुटेर यस्तो हुँदो चाहिँ ठ्याक्क चाहिँ हाम्रो गाउँ हो है लक्क यस्तो हेर्ने यस्तो घुम्ने सुइँ यस्तो जाने ल लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्नु कहिले नभुल्नु होला यो ठाउँ चाहिँ फर्स्टचोटि आइपुग्यो है गाई चढ्छ लेखमा के फिकर मान्छौ नि लैलाई माया छ फोक्सोमा ए नि हजुर के फिकर मान्छौ नि लैलाई माया छ फोक्सोमा तिमलाई सम्झी हाम्रो स्कुल है यो चाहिँ गाई चढ्छ लेखमा के फिकर मान्छौ नि लैलाई माया छ फोक्सोमा ए नि हजुर के फिकर मान्छौ नि लैलाई माया छ फोक्सोमा तिमलाई सम्झी हाम्रो स्कुल है यो चाहिँ
आजको मेरो गन्तव्य चाहिँ भने त्यो पारीको डाँडा चढ्ने छ। एक्लै छु, कोही छैन, कोही स्वाट केटाहरू चाहिँ परै रह्यो। अब म चाहिँ त्यो माथिको डाँडा चढ्यो भनेदेखि अलिकति मेरो आयु बढ्छ नि त। 1-2 महिना 1-2 वर्ष भए पनि त्यहाँ माथिसम्म चाहिँ म चढ्छु भन्ने मलाई लागेको छ। त्यो जुन कुहिरोले छोपेको छ त्यहाँसम्म चाहिँ मेरो दमदार कडा मेहनतका साथ त्यहाँसम्म चाहिँ म जाने कोसिस गर्ने नै छु। म जान्छु पनि, म पुग्छु पनि, आई होप। ल है त। गलत गलतै गलतै फिनफानेले हो कि डबकीले हो कि देखेर तिमीलाई मन पथमार्ग दिदीहरू सालपा सिलिचुङ हिँड्नुभएको कतासम्म हिँड्नुभएको? कहाँबाट आउनुभएको हो? यतै हो नि हाम्रो गाउँ। यतै तलतिर? यहाँ अब कहाँसम्म पुगिन्छ? हामी त म चाहिँ यो डाँडासम्म मात्रै जाने। सरहरू चाहिँ उता टावरतिर हुनुहुन्छ। म चाहिँ यहाँ माथि यता आउन नसक्ने गऱ्यो अनि म चाहिँ आइदिएको। हजुर, सो भ्यू राम्रो थियो, बादल आइहाल्यो। हजुर, गलत यो चाहिँ लेखको विशेषता, विशेष गरेर कुहिरो चाहिँ कति बेला आउँछ कति बेला जान्छ भन्ने कुरा चाहिँ थाहा हुँदैन क्या यहाँनिर। यो विशेषता चाहिँ यो मेरो टार्गेट चाहिँ माथिको डाँडा है। म चाहिँ यहाँ माथिभन्दा अब चढ्न सक्दिनँ। कम ब्याक। ल अघि कुहिरो थियो, अब यो बिस्तारै रिमुभ भएर चाहिँ गइरहेको छ क्या। त मुटु कलेजो फ्याक फ्याक भयो नि त। आए नि लै मारेको छ नि हौ, मारेको छ गर्मीले। यस्तो दामी छ यो चाहिँ। यस्तो दिदीहरू चाहिँ यहीँको लोकलहरू अरे, यहीँ तलतिर कताको। टार्गेट चाहिँ म मिट गर्नु लाग्यो है। यही हो डाँडा चाहिँ खासमा। मैले उहाँदेखिको हेरेर चाहिँ म यही डाँडा चढ्छु भनेर आएको। यो माथि गाईहरू देखेको छ नि, यो माथिको गाई, म यहीँ माथि पुग्ने हो। यस्तो गरेर म पुग्छु नि, डेन्जर गइदिने हो यसलाई। यस्तो खतरा पुगिदिन्छु म, चढिदिन्छु नि। एकछिन खुल्छ म भिडियो चाहिँ बनाइहाल्छु। यस्तो दामी छ नि, कडा तिमीहरूलाई रिग्रेट फिल हुन्छ है यता नआएकोमा। मैले देखेको गाई चाहिँ भेटेँ मैले यहाँ मेरो टार्गेटको छेउछेउमा म आइपुगेको छु। पुरा चढ्दै त म उहाँदेखिको चढेको। बाफ्रे बाफ, यो गाईसँग भेटघाट गर्न कम त गाह्रो भयो।
गाई सुतेको ठाउँमा आइपुग्यो गाई देखेको ठाउँमा यसले नुन मागेको होला मसँग नुन छैन नुन नदिने